नत्र भने यो फुल ओइलेरै जान्थ्यो त्यतिकै खेर जान्थ्यो यो अब एक दुई पैसा भयो नि आयो केही समस्या टर्छ यसले तपाईलाई यो बिक्री हुन्छ भन्ने लागेको थिएन थिएन मनमै थिएन मनमै थिएन सोचेकै थिएन हामीले त अनि अहिले चाहिँ कस्तो लाग्यो त जस्तै बिक्री भयो पैसा आयो होइन तपाईँले सोच्दै नसोचेको भयो अनि चाहिँ अब चाहिँ तपाईँहरूलाई के लागिरहेछ अब यो फुल खेती गर्दाखेरि पनि त पैसा आउँदो रहेछ फुल लगाउँदाखेरि भन्ने अब त्यो चाहिँ हुन्छ नि अब अर्कोचोटि चाहिँ म अलिकति धेरै फुल रोप्छु अनि बनाउँछु बेच्न पठाउँछु भन्ने होला नि अबदेखि त धेरै दाममा रोप्ने अनि यसरी अब भन्न फुल बेच्नु हुँदैन फुल बेच्नु पापले भन्थ्यो अनि मैले चाहिँ भने त्यसरी भनेर अब अरूले चाहिँ खासै बेच्न मानेन अनि मैले उहाँहरूलाई भने अनि के अरे बेच्दा हुन्छ यति धेरै कोहीले यहीकै व्यवसाय गरेर बसेको छ भनेर मैले भने अनि 2-4जनाले हामीले चाहिँ ल्याएको ए फुल बेच्नु हुँदैन नि भन्नु फुल बेच्नु हुँदैन आफ्नो चेली बेचे बराबरको हुन्छ भनेर भन्थे अनि मैले चाहिँ भने यही व्यवसाय गरेर त कोही मान्छे बसेको छ केही हुँदैन मैले चाहिँ भने अनि कति मान्छेले त भनेर फुल बेचेर के को पैसा आउँछ होला पनि भन्छन् होला नि भन्छ नि गाउँको त्यही खिसी लाउने कति त्यसो गरे हैन के भने भन्नु त तपाईहरुले ल्याउँदाखेरि चाहिँ के भन्थे मान्छेहरु यसरी फुल बेच्नु हुँदैन फुलको पाप लाग्छ फुल जस्तो महापाप भन्दा अरू केही होइन त्यस्तो होइन फुल व्यवसाय नै मान्छेले गर्छ इन्डियाबाट कति करोडको फुल आउँछ होइन भन्नु त त्यही त मैले भनेको त्यही हो कोहीले अब यही व्यवसाय गरेर त जीविकोपार्जन गरेको छ भने किन बेच्नु हुँदैन भनेर भने त्यता वरिपरिकोले चाहिँ अब बेच्नु हुँदैन भनेर फुल त थियो कोहीकोमा बेच्न मानेनन् के तर यस आगो बेच्नुहुन्छ उहाँहरूले चाहिँ बेच्नुहुन्छ कि बेच्नुहुन्न हामी चाहिँ बेच्ने खुसी हुनुहुन्छ आज उहाँहरू एकदम धेरै खुसी छौँ हामी ल धन्यवाद हामी खुसी छौँ वडाको अभियान हो यो हामीले चाहिँ यसपालि फुलमा आत्मनिर्भर बन्ने अनि आम्दानी बढाउने भन्ने जुन उद्देश्य थियो अनि आज चाहिँ हामीले फुल बेचिसक्यौँ बेचिसकेर आइसकेपछि पैसा वितरण गरेको तपाईँ सम्पूर्णलाई धन्यवाद ल तपाईँहरूलाई खासै अध्यक्ष यसपालि फुल बेच्दा चेली बेची जस्तो भन्नु तर चेलीले फुल बेच्नु भएको छ यसपालि हुँदैन होइन चेलीले फुल बेच्नु भएको छ भने चेलीले बेच्यो भने माइतीले चाहिँ बेच्नु नआउने रहेछ भन्ने खुसी